के हो यो नै यो कसले गरेछ र भन्नु गफमा त सुधार गफ के गरेछन् भने ढाँटो बोल्ने झुटकुरा बोल्ने यार हावा कुरा गर्ने यार कहिल्यै पनि केही गरेछन् अस्ति यो चाहिँ कुनै पनि थियो यहाँ टर यो बुङ्गुरको खोर हो सुँगुर बुङ्गुरको खोर सुँगुरको खोर सबै भत्किन्छ आउनु त यहाँ आउँदा ए साथी हो यो बुङ्गुरको खोर भने हैन यो होटल चाहिँ आउनु खाली आलुवाला भित्र सामान निकाल्दै बाहिर निकाल यो घर भित्रको अनि भित्र भट्टी पसल के हो सर भट्टी पसल त उता पार्नै छ नि त त्यसरी भन्न खोजेको तपाईँले हेपेर हेपिन मान्छौँ हामी सबै निकाल्नु त्यो कसको के रिसिभ भएर यस्तो भाव होइन हामीलाई सूचना हो भने हामी सामान आफै अटाइहाल्छौँ त कि गरेपछि सबै गर्नु पर्यो होइन मेरो मात्र गर्नु भएन क्या मेरो भने त्यो निकाल्छु बङ्गला गर्नु मिल्छ सुन्नुहोस् न सर यो हामी आफै भत्काउँछौँ अनि तपाईँहरूले अल्टिमेट पनि दिनु भएको छैन तपाईँहरूले अल्टिमेट पनि दिनु भएको छैन तपाईँ जानुहोस् उता जानुहोस् उता जानुहोस् ल निकाल्न दिनु बुङ्गुर निकाल्नु बुङ्गुर खोलाबाट व्यापक बाल्न सिक्ने जे मन लाग्यो त्यही गर्ने जे मन लाग्यो टरो बनाउने अनि भट्टी पसल चलाउने अनि उल्टै ठुल्ठुलो कुरा गर्ने उल्टै ढुङ्गा बोक्ने इट्टा बोक्ने हान्न खोज्ने अनि हामी डराएर भागिदिनु पर्ने सधैँभरि यसरी चल्छ हिजो जस्तो थियो आज पनि त्यही हो भनेर सोच्नुपर्छ भवन होइन पहिलेदेखि बसिराखेको मान्छे हो अहिले यो भन्नु न टिनको थियो अहिले चाहिँ बलको बनाउँदा आँखा देखेको मात्रै हो पहिलेदेखि थियो के निकालेन भने लडाइदिने सबै किन खिच्नु भएको हामीले अन्य गरेको छ हामीले अन्य गरेको छौँ भने भन्नुहोस् सर के हो भने गलतलाई गलत भन्छ सहीलाई सही भन्छ हामीलाई भोटको राजनीति गर्नु पनि छैन न कसैले यदि गलत गर्छ भने गलतको ठाउँमाथि उपस्थिति भइन्छ यो चाहिँ हामीले रोक्दै व्यक्तिको जग्गामा लाल पूजा भएको जग्गामा चाहिँ यसरी अनार्कित संरचना बनाइदियो भत्किन्छ भट्टी पसल देख्नु भयो भट्टी पसल देख्नु भयो रक्सी देख्नु भयो डुङडुङले गनाएको मैले लगाएर देखाएँ नि होइन यही हो त जग्गामा रक्सी पसल खोलेर होटल सञ्चालन गरेर जे मन लाग्यो त्यही गर्न पाइन्छ त्यो नाङमा आँखा तपाईँ हामी सबैले देखेको होइन के गरेको छैन अनि भन्नुहोस् न केही चाहिँ गल्ती भएका छन् सुधारौँला कमी कमजोरी छन् सुधारौँला सुधार्ने भने के अहिले हामीले के गरेका छौँ भन्नु के हो यो नै यो कसले गरेछ र भन्नु गफमा त सुधार गफ के गरेछन् भने ढाँटो बोल्ने झुटकुरा बोल्ने यार हावा कुरा गर्ने यार कहिल्यै पनि केही गरेछन् अस्ति यो चाहिँ कुनै पनि थियो यहाँ टर यो बुङ्गुरको खोर हो सुँगुरको खोर सबै भत्किन्छ के यो हुन चाहिँ नयाँ नै हो पुरानै हो होइन पहिल्यैदेखि धेरै पहिला 6-7 वर्षदेखि सुँगुर पालिराखेका थिए हजुर उनीहरूले यहाँ भिआइपी रहेछ सुँगुरको खोरको यस्तो तरिकाले बनाएको छ भित्रै गएर हेर्नुहोस् न त्यस्तो खालको आफ्नो गरी खाने ठाउँलाई बाढी आउँछ सुरक्षित गर्ने होइन निकाल्ने सामान निकाल्ने एउटा के गरेछ भन्ने एउटा बुङ्गुरको खोर भन्छ त्यो होटल त खिचाउँदा आउनु त यहाँ आउँदा ए साथी हो यो बुङ्गुरको खोर भने होइन यो होटल चाहिँ आउनु हाम्रो चाहिँ त्यो खाली आलुवाला भित्र सामान निकाल्दै बाहिर निकाल बुङ्गुरको खोर हो होटल रहेछ बुङ्गुरको खोर हो यो बुङ्गुर खोर होइन त सर के खोर भन्दै हुन्छ त यो होटल होइन सर सबै खिचाउँछ सबै होइन यो बुङ्गुर खोर होइन नि त सर यो बुङ्गुर खोर उता पो हो त होटल छ भित्र होटल घर हो यो होइन भट्टी पसल हो भनौँ न भट्टी पसल होइन सर यो घर हो यो त घर हो भित्रको अनि भित्र भट्टी पसल के हो सर भट्टी पसल त उता पार्नै छ नि त त्यसरी उता नि टन्नै छ अब हजुरले पनि गर्न पाउनु पर्यो होइन उता अब उता भित्रपट्टि कति छ नि पसल त अनि यो त घरमा घर हो नि त यो हाम्रो यो कहिले बनाउनु भएको यो घर यो हाम्रो 20 वर्ष भयो हामी बसेको 20 वर्ष भयो भने तपाईँ क्यामेरा हटाउनुहोस् सामान निकाल्नु बाहिर निकाल्नु तपाईँले सधैँ हेप्न खोजेको तपाईँले हेपेर हेपिन मान्छौँ हामी सबै निकाल्नु त्यो नयाँ संरचना हो त यो हाम्रो नयाँ संरचना होइन क्या यो हामी यहाँ 20 वर्ष अगाडिदेखि बसेको मान्छे हो कि नयाँ संरचना भनेको यतापट्टि चाहिँ यतापट्टि क्यामेरा फर्काउनुहोस् उतापट्टि चाहिँ नयाँ हो त्यसो भए उता हो नयाँ यो होइन कि यो त कसको के रिसिभ भएर यस्तो भाव होइन हामीलाई सूचना हो भने हामी सामान आफै अटाइहाल्छौँ त कि गरेपछि सबै गर्नु पर्यो होइन मेरो मात्र गर्नु भएन क्या मेरो भने त्यति मात्रै हो यो चाहिँ मेरो यसमा के होटल राख्नु भएको होटल होइन यो मेरो घर हो घरमा मैले नर्मली यसो
अब चियाको खाने यसो आफू गरी खाने यसो मुख र हात र मुख चाहिँ जोड्ने बाटो हुनु पर्यो नि त त्यति मात्रै गरे हो होइन मलाई केही उस छैन होइन तर भत्काएपछि सबै भत्किनु पर्यो यो मेरो मात्रै भत्किनु भएन भन्ने कुरो हो यो मेरो पहिलो कुरो नयाँ संरचना पनि होइन कि त सबैको भत्काउनु पर्यो कि सबैको भत्किनु पर्यो होइन अनि मेरो मात्रै भत्किनु भएन भन्ने कुरो मात्रै हो त्यो निकालको बङ्गो लागु गर्नु मिल्छ सुन्नुहोस् न सर यो हामी आफै भत्काउँछौँ पर्दैन तपाईले भत्काउनु अनि तपाईँहरूले अल्टिमेट पनि दिनु भएको छैन होइन तपाईँहरूले अल्टिमेट पनि दिनु भएको छैन तपाईँ जानुहोस् उता उता जानुहोस् उता तपाईँ यसरी गर्नुहुन्छ त हामी जनतालाई यहाँ निकाल्दै मान्छे निकाल्दै ल तान्नु 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 यहाँ कर ल निकाल दिनु बुङ्गुर निकाल बुङ्गुर डाइरेक्ट निकालेर भन्दैन होइन बुङ्गुरहरू छ होइन सामानहरू निकाल्नु दिनु न तपाईँहरूले हजुर हजुर होइन अब यही बस्तीकै हो हामी पनि होइन त्यहाँबाट यसो भन्ने कुरा आयो महानगरबाट के हो सर खासमा यो नयाँ भवन होइन पहिलेदेखि बसिरहेको मान्छे हो अहिले यो भन्नु न टिनको थियो अहिले चाहिँ बलकको बनाउँदाखेरि आँखा देखेको मात्रै हो पहिलेदेखि थियो के पुरानो संरचना नसुनी नयाँ भवनलाई नराख्ने भन्ने महानगरपालिकाले पुरानै भवन हो टिनको थियो अहिले बलकको हालिदिएको मात्रै हो के त्यति हो अब आँखा लाग्यो बलकले गर्दाखेरि फेरि ठुलो होइन अब यो नगरपालिकाको त्यही त हो नि वारी पारी के भन्नु त्यो अब के गर्नु यो मान्छेलाई अब हामीतिर जता जता हटाउँदैन त्यतातिर साथ दिनु होइन सहयोग त हो नि एउटा तपाईँहरू पनि त्यस्तो आक्रामक रूपमा भन्दा पनि महानगरपालिकाले गरेको कुरामा ठिकै जस्तो होइन ठिक छ यो बाटोको लागि चाहिँ छ होइन दाइ अब जस्तो सामानहरू निकालेर हामीले दिने भनिरहेको छौँ हजुर त्यस्तो नराम्रो भने छैन हाम्रो पनि आक्रमण छैन जहाँ जहाँ चाहिन्छ नगरपालिका कति वर्ष भयो भन्नुहोस् त हामी यहाँ बसेको 20 वर्ष भयो 20 वर्ष भयो तपाईँहरू उहाँलाई गर्नु छोडिदिनुहोस् अहिले अहिले छोडिदिनुहोस् अहिले छोडिदिनुहोस् छोडिदिनुहोस् उहाँहरू नयाँ संरचना त ऊ त्यहाँ हो नि यो जति बनाएको छ त्यो हो नि यो त मेरो 20 वर्ष अगाडिको नयाँ संरचना बनाएको त्यो हो केही मिटिङ बसेन सर तपाईँहरूको केही मिटिङ केही थाहा छैन अतपत आएर यसरी गर्नुहुन्छ हामीलाई टाइम दिँदा पनि त हुन्थ्यो नि हामीले केही सूचनै छैन हामीलाई गरिदिनु प्लिज सूचनै छैन त हामीलाई सूचना तपाईँले टाइम छैन भनेर निकालेर मैले लडाइदिने सबै त्यो नै हाम्रो रोकेको हो नि उहाँ आफूले भत्काएन त्यो भत्काउन लगायो भने त फेरि आफूले नयाँ सुरु गर्नु पऱ्यो हजुर किन खिच्नु भएको हामीले अन्य गरेको छ हामीले अन्य गरेको छौँ भने भन्नुहोस् सर तपाईँ मिडिया कुन मिडिया हो 505 के 200 पारल यहाँ आएर खिच्नु पर्यो भन्नुहोस् एउटा छलफल हुनु पर्यो तपाईँ नेपाल नागरिक पनि तपाईँले के बुझिदिनु पर्यो भनेदेखि हामीलाई कहाँ होला अहिले यो चाहिँ हामीले रोक्दै व्यक्तिको जग्गामा लाल पूजा भएको जग्गामा चाहिँ यसरी अनार्की संरचना बनाइदियो बदली जस्तो अहिले म के कुरा बनाउनुहोस् यो उजुरी परेको छ यो कानुन सम्मत भएन तपाईँहरू अरूको जग्गामा टहरा बनाउनु पाउनुहुन्न जे मन लाग्यो त्यही गर्न पाउनुहुन्न भन्दाखेरि उहाँहरूले जबरजस्ती टहरा बनाएको कारणले गर्दाखेरि हामी आउनको लागि बाध्य भयो उहाँहरूलाई अनुरोध गरेको आग्रह गरेको र उहाँहरूले नटरिसकेपछि हामी अगाडि आउनको लागि बाध्य भयो हेलमेट लगाएर आउनुपर्ने अवस्था ढुङ्गाहरू टिपिराख्ने भएको छ अराजक हुँदो रहेछ ढुङ्गा हान्ने अब यो केही जान्नु भएको रहेछ उहाँहरूलाई हामीले ढुङ्गा के अरे हान्न अब कसले सिकायो कसरी आउनुभयो त्यो उहाँहरूको कुरा र एउटा कुरा चाहिँ के हो भने यो मन्नजर एकीकरणको संयोजक वडा पनि सँगसँगै वडा कार्यालय यहीँ नजिकै छ वडा कार्यालयको उहाँहरू देखिनु भएन वडा सदस्य अरू ठाउँमा त दुई चार ठाउँमा त्यसो दायाँमा यताउता गएको देखिन्थ्यो वडा सदस्य कहाँ जानुभयो वडा सदस्य भोटको राजनीति छ नि त फेरि गाह्रो छ नि त हरेक कुराको
यहाँ त देशैभरि यो समस्या छ नि त। त्यसैले गर्दाखेरि उहाँ देखिनु भएन, देखिनु पर्थ्यो। महानगरपालिका आफ्नै संस्थाको नगर प्रहरी आइसकेपछि वडा कार्यालय त ठ्याक्कै यहीँनिर हो। यहाँ वडा कार्यालय देखिँदो रहेछ, हेर्नु न, छतबाट हेर्नु भएको छ क्या उहाँहरूले। यहाँ देखिनु भएन भनिसकेपछि हामीले के हो भने गलतलाई गलत भन्छौँ, सहीलाई सही भन्छौँ। हामीलाई भोटको राजनीति गर्नु पनि छैन। न कसैले यदि गलत गर्छ भने गलतको ठाउँमा उपस्थित भइन्छ, आइन्छ र गलत गरेको मान्छेलाई कानुन अनुसार दण्डित भत्काएर छाड्नुहुन्छ जुन जुन नयाँ संरचनाहरू देख्नु भएन। बिचमा तपाईँ आउनु भएन मान्यज्यू, बिचमा तपाईँहरूसँग आएर हामीले 7-8 वटा टहर उहाँहरूलाई नै भत्काउन लगाएर हामी गएको होइन। यो यहाँ नबनाउनुहोस् है भनेर तपाईँहरूको भिडियो साँच्ची छ त, मसँगै मोबाइलमा फोटोहरू छ त, उहाँहरूले मान्नु भएन। जबरजस्ती गर्नु। अब यो पसल यो खोलेर भट्टी पसल देख्नु भयो, भट्टी पसल देख्नु भयो, रक्सी देख्नु भयो, डुङडुङले गनाएको मैले लगाएर देखाएँ नि होइन। यही हो त, जग्गामा रक्सी पसल खोलेर होटेल सञ्चालन गरेर जे मन लाग्यो त्यही गर्न पाइन्छ। यो नाङमा आँखा तपाईँ हामी सबैले देखेको होइन हो। यो किसिमले गर्दाखेरि गलत गर्ने छुट कसैलाई पनि छैन। गलत यदि कसैले गर्छ भने कानुन अनुसारको दण्डित हुन्छ। यति कुरा मात्रै ढुक्क हुनुहोस्। यति चान्चुने मुटु लिएर हामी पनि यो फिल्ममा उपस्थित भएका होइनौँ। हामी गलत गरेकोलाई गलत भन्छौँ, सही गरेको रहेछ भने सही भन्छौँ, राम्रो काम गरेकोलाई सम्मान गर्छौँ। खोलाबाट व्यापक बाल्न झिक्ने, जे मन लाग्यो त्यही गर्ने, जे मन लाग्यो टहरो बनाउने अनि भट्टी पसल चलाउने अनि उल्टै ठुल्ठुलो कुरा गर्ने, उल्टै ढुङ्गा बोक्ने, इट्टा बोक्ने, हान्न खोज्ने अनि हामी डराएर भागिदिनु पर्ने। सधैँभरि यसरी चल्छ। हिजो जस्तो थियो आज पनि त्यही हो भनेर सोच्नुपर्छ। म तपाईँलाई के भनिरहेको छु भने गलत गरेको कुरामा काठमाडौँ महानगरपालिका पनि चुप लाग्दैन हो। आदरणीय राज सरको नेतृत्वमा देखिरहनु भएको छ। हामी यहाँ छौँ, नेपाल प्रहरी छ, हामी आएका छौँ। हामीले जसले गलत गरेको छ गलत गरेको कुरामा मात्रै भत्काउने छ, अरू कसैलाई छोएको छैन। जसले गलत गरेको छ गलत कुरामा छोइन्छ, पछाडि एक कदम पछाडि हटिँदैन, अगाडि नै बढिन्छ। ढुक्क हुन्छ। राम सर सूचना दिनुभएको अगाडि